नमस्ते र स्वागत छ सबैजनालाई इन्ट्रान्स एक्सप्लोरर युट्युब च्यानलमा। यदि तपाईँ साँच्चीकै कमन इन्ट्रान्स एक्जाम 2083 क्र्याक गर्न चाहनुहुन्छ भने अहिलेसम्म जे जसको गाइडेन्स रिलेटेड भिडियो हेर्नुभयो ओके फाइन। तपाईँको जे जस्तो कन्डिसन भए पनि यो भिडियो लास्ट हेर्नु होला, त्यसपछि गाइडेन्स रिलेटेड भिडियो हेरिराख्नु पर्दैन, डाइरेक्ट पढ्न थाले हुन्छ। यसमा मैले स्टेप बाई स्टेप के कुरा गर्ने, ड्रपर प्लस फ्रेसरले के कुरा गर्दै जाने, टाइम वेस्ट नगरिकन डाइरेक्ट स्टार्ट गरौँ। फर्स्टमा तपाईँको लेभल चेक गर्नलाई के गर्नु भन्दाखेरि एउटा मोडल टेस्ट दिनु। अब मोडल टेस्ट र्यान्डम कुनै इन्स्टिट्युटको दिनु पर्दैन। के गर्नु भन्दाखेरि अहिलेसम्म 6 वटा जति सीई भयो, ठीक छ। त्यो 6 वटा मध्ये सीई को कुनै एउटा मोडल क्वेशन, ठीक छ, कुनै एउटा इयरको मोडल क्वेशन उठाउने र त्यसलाई चाहिँ आफैले रियल एक्जाम जस्तै 3 आवर्स सोल्भ गर्ने। ओएमआर सिटमा छैन भने प्रिन्ट गरेर ल्याउन सक्नुहुन्छ। एउटा ओएमआर सिटमा अहिलेसम्म भएको कुनै एउटा सीई को क्वेशन उठाएर त्यसलाई रियल एक्जाम जस्तै दिने। टोटल तपाईको रियल एक्जाम जस्तै दिँदाखेरि तपाईको कति मार्क्स आयो त्यहाँबाट त्यो पहिला सुरु हेरेर एनालाइज गर्ने। त्यहाँबाट तपाईलाई आफ्नो लेभल थाहा हुन्छ। यति कुरा गरिसकेपछि फ्रेसर होस् या ड्रपर होस्, दुवैले पहिला सुरु यो गर्नु है। यदि ड्रपर हो भने तपाईले जुन सी दिइसक्नु भएको थियो नि, त्यसको नगरिकन कुनै अर्को एउटा मोडल सेट एक्जाम जस्तै दिन सक्नुहुन्छ। यति गरिसकेपछि अब के गर्ने त? अब माइन्डमा राख्नुपर्ने एकदमै इम्पोर्टेन्ट कुरा भनेको कति टाइम बाँकी छ। टाइम 3 मन्थ मात्र बाँकी छ। यो 3 मन्थमा तपाईलाई सिलेबस प्लस क्वेशन प्र्याक्टिस प्लस रिभिजन यो तीनटै कुरालाई यो 3 मन्थमा कम्प्लिट गर्नुपर्छ। र अहिलेसम्म क्लास नै नगरेको अथवा भर्खरै स्टार्ट गर्न थाल्नु भएको छ भने तिनीहरूले यो 3 महिनामा इन्स्टिट्युटमा गएर अथवा लाइभ क्लास गरेर यो तीनटै कुरा भ्याउन सक्दैन, म लेखेर दिन्छु 100% है। यो सबै सिलेबस भ्याएर क्वेशन प्र्याक्टिस र रिभिजन यो 3 मन्थमा भ्याउन सकिन्न, मैले अहिले नै भनिदिइरहेको छु। पहिल्यै क्लास गरेको अथवा ड्रपर हो भने भ्याउन सकिन्छ, तर एकदमै भर्खरै स्टार्ट गर्नु भइरहेको छ भने भ्याउन सकिन्न। अहिले नै त्यसको बारेमा केयरफुल भयो हुन्छ। त्यसको लागि रेकर्डेड लिन सक्नुहुन्छ, ठीक छ। यसमै मैले एउटा नोटिस पनि एड गरिदिन्छु। यदि तपाईले ए इयर जसरी पनि नेम निकाल्नु छ त्यसको लागि यो तीनटै कम्प्लिट हुनुपर्छ। इन्स्टिट्युट र लाइभ क्लासमा पैसा वेस्ट गर्नु भन्दा राम्रो तपाईले हाम्रो प्राइभेट ग्रुप जोइन गर्न सक्नुहुन्छ। जम्मा RS1000 मा डिटेल इन्फर्मेसन यो नोटिसमा हेर्न सक्नुहुन्छ। मोर डिटेल्सको लागि नोटिसमा देखाएको WhatsApp नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अहिले म टाइम वेस्ट गर्न चाहिन्न, अहिलेको लागि भिडियो अगाडि बढाउँछु। मैले के भने त 3 मन्थमा यो तीनटै भ्याउनु छ। यो तीनटा पहिला सुरु यो कुरा माइन्डमा राख्नु पर्यो। त्यसपछि सिलेबस, ठीक छ, सिलेबस उठाउने। अब सिलेबस लिइसकेपछि त्यो सिलेबसमा युनिट र च्याप्टर सबै दिएको छ है। अहिले अपग्रेड भएर आएको छ, सबै कुरा छ त्यसमै। के कन्टेन्ट पढ्नु पर्छ सबै कुरा छ। त्यो तपाईले सबै लेखिराख्नु पर्दैन। काम भनेको एउटा पेपर लिने, त्यो पेपरमा कुन सब्जेक्टको, ठीक छ, 4 वटा फिजिक्स केमिस्ट्री बोटनी जुलोजी र म्याथ भयो। म्याथमा त खासै प्रब्लम हुन्न। मेन भनेको 4 वटा फिजिक्स केमिस्ट्री बोटनी र जुलोजी, यो 4 वटा सब्जेक्टको पहिला सुरु सिलेबस हेर्ने। कुन युनिटबाट कुन च्याप्टर छ, युनिट र च्याप्टरको नाम। यसबाट के फाइदा हुन्छ म अहिले तपाईहरुलाई भन्छु। पहिला सुरु यो काम गर्नु पर्यो। जस्तै यहाँ हेर्न सक्नुहुन्छ, जस्तै यहाँ मैले लेखिदिएको छु। जस्तै मोडर्न फिजिक्समा यति च्याप्टर छ, मेकानिक्समा यति च्याप्टर छ। त्यो पुरै के पढ्नु छ त्यो चाहिँ लेख्नु पर्दैन, त्यो सिलेबसमै गरेर सक्नुहुन्छ। युनिट र च्याप्टर। हिट एन्ड थर्मोडायनामिक्समा यति छ, वेभ एन्ड अप्टिक्समा यति भयो, करेन्ट इलेक्ट्रिसिटी एन्ड म्याग्नेटिजममा यति छ, इलेक्ट्रोस्ट्याटिक एन्ड क्यापासिटरमा यति छ। यस्तै तपाईहरुले केमिस्ट्रीको पनि लेख्न सक्नुहुन्छ, केमिस्ट्रीको पनि लेख्न सक्नुहुन्छ। यदि छ केमिस्ट्रीमा। त्यसपछि तपाईहरुले बोटनीको पनि यस्तै लेख्नु है, ठीक छ। बोटनीको पनि यस्तै लेख्नु पर्यो। पहिला काम भनेको यो गर्नु पर्यो। बोटनीको पनि यस्तै लेख्ने। त्यसपछि जुलोजीको पनि ठ्याक्कै यस्तै लेखिदिने। यो गर्नु पर्यो। अब यहाँ हेर्न, यहाँ मैले यहाँबाट पनि लेख्न सक्नुहुन्छ। ठ्याक्कै मैले आफ्नो हिसाबले बनाएको छु। बेसिकबाट कुन पढ्दाखेरि पहिला सजिलो हुन्छ र ठ्याक्कै पुरै एनालाइज गरेर कुन च्याप्टरले पहिला पढ्ने, कुन च्याप्टरले पछि पढ्ने, सिरियली है, पुरै सिरियली छ। यसरी सिरियली छ, सबै सब्जेक्टको सिरियली छ। धेरै जनाको डाउट भनेको फ्रेसर हो भने त लास्टै गाह्रो हुन्छ, कहाँबाट पढ्न स्टार्ट गर्ने, त्यो नै हुन्छ मेन प्रब्लम। ड्रपर छ भने त त्यो सबै कुराको बारेमा हल्का नलेज हुन्छ नै। फ्रेसर छ भने तिनीहरुलाई अलि गाह्रो हुन्छ। त्यही भएर यस्तै ठ्याक्कै यस्तै लेख्न सक्नुहुन्छ। तपाईहरुले पनि एउटा पेपरमा लेख्नु पर्यो, ठीक छ। यसरी सिरियली लेख्नु है, यस्तै सिरियली लेख्नु। यति गरिसकेपछि एकदमै इम्पोर्टेन्ट कुरा आउँछ, फिक्स स्टडी मटेरियल्स, ठीक छ। फिक्स स्टडी मटेरियल्स यो एकदमै इम्पोर्टेन्ट छ, फ्रेसरको लागि पनि ड्रपरको लागि पनि।
ड्रप गर्ने एउटा सबभन्दा मेन रिजन भनेको म यसलाई नै भन्छु है। ड्रप गर्नुपर्ने कन्डिसन आउनुको मेन रिजन भनेको यो नै हो। ट्यालेन्ट भए पनि नाम निस्किरहेको छैन भने मेन रिजन फर्स्टमा म यसलाई नै राख्छु, मेन रिजन। त्यही भएर यो कुरा चाहिँ एकदमै ध्यान दिएर सुन्नु होला। स्टडी मेटेरियल्स कहाँबाट पढ्ने, ठिक छ, कहाँबाट के कुरा पढ्ने त्यो कुरालाई सुरुमै फिक्स गर्नुपर्छ। यो सुरुमै फिक्स गर्नु भएन भने आज यो पढ्नुहुन्छ च्याप्टर कम्प्लिट हुन्छ, ठिक छ, एकजनासँग च्याप्टर कम्प्लिट गर्नुभयो, एउटा कुनै बुक्स पढेर छ नोट्स पढेर च्याप्टर कम्प्लिट गर्नुभयो, तपाईँको कन्फिडेन्ट बढ्दैन, क्वेसन गर्न जानुहुन्छ, त्यसपछि त्यहाँ कुनै न कुनै नयाँ क्वेसन आउँछ, फेरि त्यो अर्को नोटतिर हुनसक्छ कि त्यो अरूको नोटमा हुनसक्छ अथवा अरूकोसँग पढ्दाखेरि त्यो पढाइरहेको हुन्छ। यसमा फेरि यो सकाइसकेपछि यो पनि पढ्न मन लाग्छ तपाईँहरूलाई, यो एकदमै सिरियस प्रब्लम हो। यो एउटाबाट अर्कोतिर जाँदाखेरि टाइम एकदमै नराम्ररी वेस्ट हुन्छ। जस्तै एउटा म सिम्पल एक्जाम्पल भन्छु, युट्युबमा जानुभयो, कुनै एउटा च्याप्टर सर्च गर्नुभयो, ठिक छ, एटोमिक स्ट्रक्चर सर्च गर्नुभयो, ठिक छ, एटोमिक स्ट्रक्चर एउटा कुनै भिडियो हेर्नुभयो, एटोमिक स्ट्रक्चरको वान सर्ट भिडियो हेर्नुभयो, ल यो पढ्नुभयो, ठिक छ, यो पढ्नुभयो, त्यसपछि यो पढिसकेपछि फेरि केही दिनपछि तपाईँको फिडमा एउटा अर्को भिडियो आउँछ कि यसकै रिलेटेड अर्को भिडियो आउँछ, त्यसलाई पनि पढ्दाखेरि झन् मजा आउँछ, झन् एक्स्ट्रा कुरा हुन्छ त्यसमा, त्यो पनि पढ्नुहुन्छ, यसकै अर्को भिडियो पनि हेर्नुहुन्छ। मैले पढ्दाखेरि बेफाइदा हुन्छ भनेको छैन है, यो गर्दाखेरि तपाईँको टाइम वेस्ट हुन्छ। त्यही भएर सुरुमा पहिला स्टडी मेटेरियल्सहरू फिक्स गर्नु पर्यो। जस्तै नोट भयो, कुनै आफ्नै लेखेको नोट छ भने, ड्रपर हो भने त नोट हुन्छ नि सबैको, आफ्नै नोट पढ्नु, ठिक छ, जहाँबाट पढे पनि नोट खोल्ने, त्यहाँबाट पढिरहेछौँ नोट आफ्नो हेर्दै जाने, त्यहाँको केही एक्स्ट्रा कुरा आइरहेछ भने नोटमा एड गर्ने, त्यही नोटमा है, अर्कै नोट लेखिराख्नु पर्दैन, त्यही एउटा फिक्स नोट राख्नु पर्यो। त्यसपछि बुक्सको कुरा आउँछ, बुक्सको कुरा एकदमै इम्पोर्टेन्ट छ, एकदम धेरै बुक्सहरू फलो गरेर राख्नु पर्दैन, कुनै एउटा बुक छान्ने, ठिक छ, त्यही बुकलाई सधैँ त्यही बुकलाई मात्र फलो गर्ने। मोड्युल्स छ भने कुनै इन्स्टिट्युटको मोड्युल्स मात्र राख्ने, पास्ट क्वेसनको लागि एउटा बुक राख्न सक्नुहुन्छ, फेरि पास्ट क्वेसनको पनि डिफ्रेन्ट बुक्स राखिराख्नु पर्दैन, कुनै एउटा बुक लिने त्यसबाटै सबै गर्न थाल्ने, फेरि एउटा च्याप्टर यहाँबाट गऱ्यो अर्को च्याप्टर अर्को पास्ट क्वेसनको बुकबाट, त्यसरी नगर्नु होला, एउटै पास्ट क्वेसनको बुक युज गर्नु। यो बुक्सको पनि अरू जस्तै मोड्युल्सहरू भयो, प्लस 2 को बुक्स भयो, कुनै एउटा मात्र युज गर्ने, डिफ्रेन्ट नल्याउने कि धेरै थरीको नल्याउने, टाइम हो कि मेन अहिले भनेको टाइम, कुनै एउटा बढी फेमस बुक उठाउने, त्यसलाई फिक्स गर्ने। यो कुरा माइन्डमा राख्नु होला, सबैको लागि हो यो, ड्रपर प्लस फ्रेसरको लागि। अब यति कुरा फिक्स भइसकेपछि पढ्न स्टार्ट गर्नु पर्यो रुटिन बनाएर। जस्तै फिजिक्सबाट स्टार्ट गर्छु म, फिजिक्स पढ्न स्टार्ट गरियो, एउटा टाइम सेट गर्नु, फिजिक्सको यति घन्टा पढ्ने, केमिस्ट्रीको यति घन्टा पढ्ने, बोटनीको यति, जुलोजीको यति, म्याथको यति घन्टा पढ्ने। त्यो तपाईँहरूमाथि डिपेन्ड गर्छ, कुन तपाईँको विक छ, कुन स्ट्रङ छ, त्यसकै अनुसारले कुन धेरै मार्क्स आउँछ, कुन कसरी कतिको छ, त्यो आफूलाई पनि थाहा हुनुपर्छ। यो कन्डिसनमा आइसकेपछि टाइम छुट्याउने काम चाहिँ तपाईँको भयो त्यो। अब पढ्न स्टार्ट कसरी गर्ने त्यो कुरा गर्छु म। पहिला सुरु माइन्डमा के राख्नु भन्दाखेरि सबै सब्जेक्टलाई डेली पढ्ने बानी बसाल्नु, ठिक छ, जतिवटा सब्जेक्ट त सबैलाई डेली पढ्ने, र पढ्दाखेरि च्याप्टरहरू पनि सिलेबस भनौँ न, सिलेबस भयो च्याप्टर पढ्ने डेली है, डेली सबै सब्जेक्टको सिलेबस पनि, क्वेसन प्र्याक्टिस पनि, ठिक छ, क्वेसन प्र्याक्टिस पनि र रिभिजन पनि, यो तीनटै कुरा सबै सब्जेक्टको डेली गर्नु पर्यो कि। यसको लागि च्याप्टर पढ्नको लागि एउटा टाइम, एउटै जस्तो फिजिक्स पढ्नुभयो भने फिजिक्सको च्याप्टर पढ्ने एउटा टाइम, फिजिक्सको क्वेसन प्र्याक्टिस गर्ने एउटा टाइम, त्यही टाइममा जस्तै तपाईँले फिजिक्स पढ्न 4 आवर, मैले इक्जाम्पलको रूपमा ल्याउँछु, फिजिक्स पढ्न 4 आवर राख्नुभयो भने 2 आवर च्याप्टर पढ्न, ठिक छ, 2 आवर च्याप्टर पढ्न, 1 आवर क्वेसन प्र्याक्टिस गर्न, 1 आवर रिभिजन गर्नु, ठिक छ। यो सिलेबस भयो, सिलेबस पढ्नको लागि, सिलेबस सकाउन, च्याप्टर सकाउन, क्वेसन प्र्याक्टिसको लागि 1 आवर र रिभिजनको लागि 1 आवर, यसरी छुटाउनु पर्यो कि, टाइममा पनि टाइम छुटाउनु पर्यो र डेली सबै सब्जेक्ट पढ्नु पर्यो। जस्तै तपाईँ फ्रेसर हो भने च्याप्टर सकाउनको लागि अलि धेरै टाइम छुटाउनु पर्यो, फ्रेसर हो भने च्याप्टर पढ्नको लागि अलि धेरै टाइम छुटाउनु पर्यो, किनकि सिलेबस पनि भ्याउनु पर्छ नि त चाँडो। त्यसैगरी ड्रपर हो भने क्वेसन प्र्याक्टिस र रिभिजनको लागि टाइम छुटाउनु पर्यो। र ड्रपरहरूले पहिला सुरु सिलेबस केही बाँकी छ भने त्यसलाई लेख्ने, त्यसलाई कम्प्लिट गरिहाल्ने है, त्यसलाई कम्प्लिट गरेर क्वेसन प्र्याक्टिस प्लस रिभिजन, यही नै हो, दुईटा कुरा नै गर्ने हो। अब फ्रेसरको कुरा गरौँ, फ्रेसरको लागि के गर्नु पर्यो त, बेसिक च्याप्टरबाट स्टार्ट गर्नु पर्यो। बेसिक च्याप्टर एकदमै इम्पोर्टेन्ट हुन्छ। अब कसैले पढ्दाखेरि बोटनी र जुलोजीमा त खासै प्रब्लम हुन्न, तर फिजिक्स र केमिस्ट्रीमा पढ्दाखेरि याद भइरहेको हुँदैन, क्वेसन बन्दैन, च्याप्टर सक्यो क्वेसन बन्दैन, त्यो भनेको बेसिक विक भएर है। अथवा अर्को प्रब्लम भनेको त्यसको क्वेसन प्र्याक्टिस कम भएर, ठिक छ, क्वेसन प्र्याक्टिस कम भयो भने पनि तपाईँले सोल्भ गर्न एकदमै गाह्रो हुन्छ।
अब कसरी स्टार्ट गर्ने फ्रेसरहरूले कहाँबाट स्टार्ट गर्ने त्यो कुरा भन्छु म। जस्तै फ्रेसर हुनुहुन्छ भने फिजिक्स स्टार्ट गर्दाखेरि जहिले पनि मोडर्न फिजिक्सबाट स्टार्ट गर्नु। अब फिजिक्सको बेसिक भनेको मेकानिक्स हो के, फिजिक्सको बेसिक भनेको मेकानिक्स, मेकानिक्स सबै आयो भने तपाईँको फिजिक्सको बेसिक क्लियर छ। तर मोडर्न फिजिक्सबाट स्टार्ट गर्नु किनकि यसबाट 12 मार्क्सको आउँछ र च्याप्टरहरू पनि कम छ, सिम्पल पनि छ। बेसिकली विक छ भने पनि यो च्याप्टरहरू पढ्नु हो भने खासै गाह्रो हुँदैन। मोडर्न फिजिक्स भइसकेपछि फिजिक्सको बेसिक भनेको मेकानिक्स नै हो, यसलाई कम्प्लिट गर्नु पर्यो। यो कम्प्लिट गरेपछि अरू पनि सजिलो हुन्छ। त्यसपछि हिट एन्ड थर्मोमा जान सक्नुहुन्छ। त्यसपछि इलेक्ट्रोस्ट्याटिकमा गए पनि हुन्छ है, इलेक्ट्रोस्ट्याटिकमा जानुभयो भने पनि खासै प्रब्लम हुँदैन, यताबाट गयो भने खासै प्रब्लम हुँदैन। यो त्यसपछि यिनीहरू यति भयो फिजिक्सको। केमिस्ट्रीमा एकदमै इम्पोर्टेन्ट हुन्छ है, बेसिक च्याप्टर भनेको फिजिकल केमिस्ट्री केही च्याप्टरहरू छ एकदमै जान्नै पर्छ। त्यो जान्नु भएन भने केमिस्ट्री पढ्न तपाईँले एकदमै गाह्रो हुन्छ। फर्स्टमा बेसिक कन्सेप्टहरू, केमिस्ट्रीको बेसिक कन्सेप्ट भयो, स्टोइसियोमेट्री, यसमा मूल कन्सेप्टको बारेमा हुन्छ, यसको बारेमा जान्नु पर्यो। त्यसपछि पेरियोडिक टेबल भन्ने च्याप्टर, ठिक छ, ठ्याक्कै मैले सिलेबसमा जसरी ल्याएको छु त्यस्तै ल्याएको छु, यो गर्न सक्नुहुन्छ। ठ्याक्कै सिरियली चाहिँ यहाँ लेखेको मैले बेसिकबाट कम्प्लेक्ससम्म छ, ठ्याक्कै सिरियली चाहिँ यस्तै फलो गर्न सक्नुहुन्छ। त्यसपछि एटोमिक स्ट्रक्चर आउनु पर्यो, त्यसपछि केमिकल बन्डिङ र रिडक्स रियाक्सन भनेको अक्सिडेसन एन्ड रिडक्सनको बारेमा। यति च्याप्टर, यो यति च्याप्टर 2, 4, 5 वटा जति च्याप्टर छ। बेसिक कन्सेप्ट पनि यसमै पर्छ। यो 5 वटा जति च्याप्टर तपाईँले सकाउनु भयो भने तपाईँको केमिस्ट्री आफै इम्प्रुभ हुन्छ। यो च्याप्टर पहिला डिटेलमा पढ्नु, एकदमै राम्ररी पढ्नु। यदि तपाईँको केमिस्ट्री इम्प्रुभ भएन भने कमेन्ट गर्दा हुन्छ। यो 5 वटा च्याप्टर सकाउनै पर्यो है। फिजिकल केमिस्ट्री, इनअर्ग्यानिक सबैतिर हेल्प गर्छ कि यो 5 वटा जुन च्याप्टर छ नि सबैतिर हेल्प गर्छ। र अर्ग्यानिक केमिस्ट्री पढ्ने बेलामा सुरुमा जिओसी सकाउनु पर्यो, ठिक छ। जिओसी सकाइसकेपछि जिओसी र हाइड्रोकार्बन, यति यो दुईटा च्याप्टर सकाइसकेपछि अर्ग्यानिक केमिस्ट्री पनि सिम्पल लाग्न थाल्छ। अरू त यही फिजिकल केमिस्ट्रीबाटै कभर हुन्छ। इनअर्ग्यानिक त पुरै यो पेरियोडिक टेबलकै आउँछ धेरै जसो कुराहरू। यति कुरा केमिस्ट्रीमा ध्यान दिनु पर्यो। अप्लाइड र एनालिटिकल भनेको आफैले पढ्ने च्याप्टरहरू हो, यसलाई पनि पढ्न सक्नुहुन्छ। ड्रपरहरूले यसमा अलि ध्यान दिनु होला, पहिलाको सिलेबसमा एउटैमा थियो, ठिक छ। फिजिकल, इनअर्ग्यानिक र अर्ग्यानिकमै एड गरेर सोधेको थियो यिनीहरूलाई, त्यसमै राखेको थियो। तर अहिले छुट्याइदिएको छ, यसलाई अलि राम्ररी ध्यान दिनु होला यो दुईटा पोर्सनलाई। र एकचोटि +2 को बुक्स हेर्नुभयो भने पनि एकदमै बेस्ट हुन्छ यो बेला। त्यसपछि बोटनीको कुरा आउँछ। बोटनीलाई पनि यस्तै सिरियली पढ्दै जानुपर्छ, ठिक छ। यस्तै सिरियली पढ्दै जानु होला, एकदमै सजिलो हुन्छ। बोटनीको भयो, जोलोजीको पनि यस्तै सिरियली पढ्दै जानु होला। बोटनी र जोलोजीमा मेन भनेको रिभिजन धेरै गर्नुपर्छ है। यसको यो दुईटामा रिभिजन म्याक्सिमम गर्ने, ठिक छ। बोटनी र जोलोजीमा रिभिजन म्याक्सिमम, फिजिक्स र केमिस्ट्रीमा क्वेसन प्र्याक्टिस म्याक्सिमम, यो माइन्डमा राखे हुन्छ। फिजिक्स र केमिस्ट्रीमा क्वेसन प्र्याक्टिस म्याक्सिमम, बोटनी र जोलोजीमा रिभिजन म्याक्सिमम। जति धेरै रिभिजन गर्नुभयो त्यति धेरै बोटनी जोलोजी आउँछ। त्यो खासै त्यसबाट गाह्रो क्वेसन सोध्दैन, एकदमै रिकल बेस्डको क्वेसन सोध्छ बोटनी र जोलोजीबाट। र फिजिक्स र केमिस्ट्रीमा अलिक क्वेसन गर्नुपर्ने हुन्छ। त्यही भएर यो दुईटाको चाहिँ क्वेसन प्र्याक्टिस गर्ने टाइम एकदमै बढिराखेको हुन्छ, ठिक छ। जति धेरै क्वेसन गर्नुभयो त्यति तपाईँलाई सजिलो हुँदै जान्छ, कन्फिडेन्ट बढ्दै जान्छ। मेन कुरा इन्ट्रान्समा कन्फिडेन्टको कुरा आउँछ। कन्फिडेन्ट तपाईँको यदि इक्जाममा गइसकेपछि नर्भस हुनुभयो भने, कन्फिडेन्ट हुनु भएन भने सजिलो सजिलो क्वेसन पनि आत्तेर बिगार्नुहुन्छ। यति कुरा गर्नु पर्यो, यसरी स्टार्ट गर्न सक्नुहुन्छ। र लास्टमा सेम कुरा मैले रिपिट गरिदिइहालेँ, सबै सब्जेक्ट डेली, क्वेसन प्र्याक्टिस पनि डेली, रिभिजन पनि डेली। बोटनी एन्ड जोलोजी म्याक्सिमम रिभिजन, फिजिक्स एन्ड केमिस्ट्री म्याक्सिमम क्वेसन प्र्याक्टिस। यति कुरा गर्नुभयो भने तपाईँको मार्क्स एकदमै इम्प्रुभ हुँदै र रियल इक्जाममा पनि एकदमै राम्रो मार्क्स आउँछ। र एनीहाउ ए इयर जसरी पनि ड्रप गर्ने सोच नै छैन भने हाम्रो प्राइभेट ग्रुप जोइन गर्न सक्नुहुन्छ। फाइनेन्सियली विक हुनुहुन्छ भने एकदमै हेल्पफुल हुन्छ है त्यो, ढुक्क भएर लिँदा हुन्छ। अलरेडी 50+ जोइन छन्, अथवा आफै पनि सेल्फ स्टडी गर्न सक्नुहुन्छ भने यु क्यान। बट यहाँ भनेको कुराहरू फलो गर्नु पर्यो।